लास्ट साथीहरु वेलकम छ मेरो मिनी भ्लगमा। अनि आज चाहिँ हामी खानासान खाएर बिहानै काममा लाग्यौं। अनि हामी चाहिँ खाना खाने बित्तिकै हिँडेको नि त उठेर। अनि अनुहार पनि खासै राम्रो देखेको थिएन। अनि बाटोमा आउँदाखेरि चाहिँ हामीले यस्तो फुलहरू देखेको थियौं अनि भिडियोहरू पनि हामी दुईजना दिदीबहिनी चाहिँ फुलहरू हेर्दै बाटोमा गफ गर्दै हिँडिरहेको थियौं। अनि बुनु चाहिँ अगाडि नै गइसकेको थियो। बुनु चाहिँ थिएन हामीसँग। अनि हामी दुईजना मात्रै गफ गर्दै आएको थियौं। अनि हामी आएर चाहिँ सबै कामहरू सकेर बसिरहेको थियौं। अनि यता बुनुलाई चाहिँ जे गरी भयो नि जिस्काउनु चाहिँ छाडेनौँ हामीले। अनि यता ऊ चाहिँ यता हाँसिरहेको थियो, हामीले चाहिँ जिस्काएकै। अनि हामीले यता काठमाडौँतिरको मौसम चाहिँ यस्तो छ, घरि पानी आउने, घरि रोकिने, घरि घाम लाग्ने, यस्तो भइरहेको थियो। अनि हामी चाहिँ यता मान्छे नभएको बेला गेमहरू खेलिरहेको थियौँ दिदी र म। दिदीले चाहिँ सकिन एक्लै भन्नुभयो। यस्तो थियो बाटो। साथीहरू पानी परेकै छ। अनि घरि घाम लाग्छ। अनि यता पुग्नु चाहिँ ऐना हेर्दै मस्किरहेको थियो। अनि जिस्काइदिएँ मैले चाहिँ के भयो यस्तो भनेर। अनि अर्को दिदी पनि आएर यतिखेर चाहिँ उहाँ पनि आएर खुब जिस्किरहनु भएको थियो क्या। अनि उहाँलाई पनि जिस्काएँ। अनि उहाँ चाहिँ हाँस्दै हुनुहुन्थ्यो बेसरी। ऐना हेरेर मोबाइल हेरिरहनु भएको थियो। अनि हाँस्नु भयो। अनि यता बुनु चाहिँ कपाल सपाल मिलाएर ऐना हेरेर हाँसिरहनु भएको थियो। अनि हामीले चाहिँ खाजा बोकेर आयौँ दुईजना, दिदी र म गएको थियौँ, विभिन्न दिदी र म। अनि हामी दुईजना चाहिँ खाजा बोकेर आएर दिदीलाई दियौँ खाजा। अनि उहाँले नै खाजाहरू सबै दिनुहुन्छ क्या। अनि हामी चाहिँ जे खाजा ल्याए पनि उहाँलाई दिएर अनि हामीलाई दिनुहुन्छ। अनि हामी चाहिँ खाने हो यसरी खाजा। कहिले चटपटी, कहिले मोमो, कहिले के यस्तै खाइरहनु पर्छ नि त। अब भने जस्तो हुँदैन। अब घरमा हुँदा चाहिँ अर्ग्यानिक खाइन्छ र थाहा हुँदैन। अब काम गर्न थालेपछि त अब खानै पर्यो। नखाने चिजहरू पनि के गर्नु साथीहरू गाह्रो छ। चटपटी नखाने कुरा हो, नखानु भन्नुभएको छ मलाई चाहिँ। अब खानै पर्छ, के गर्नु साथीहरू। डेली चाहिँ खाइँदैन, चाहिँ कहिले चाहिँ अब रुटिन अनुसार हुन्छ। कहिले मोमो, कहिले के यस्तै खाँदाखेरि। अनि हामी चाहिँ चटपटी पनि खान्छौँ तर हामी सादा खान्छौँ, मजिनाहरू के नलाई खान्छौँ नि त। अनि पिरो पनि खासै खाँदैन। अनि त्यही दिदीले नि खासै खानुहुन्न नि त पिरोहरू। दिदीले पनि मिठो छ भन्दै खानु भयो। अनि हामी चाहिँ दाइहरू आउनु भयो र सबै कामहरू सकेर बसिरहेको थियौँ। भन्दा आएपछि हामीलाई पनि अब यो पसलको नाम छापेको जर्सी चाहिन्छ भन्ने थियौँ हामीले चाहिँ। अनि दाइले चाहिँ हुन्छ बिस्तारै ल्याइदिन्छु भन्नुभएको थियो। अनि हामीलाई चाहिँ 2 चाहिन्छ है भन्दै हुनुहुन्थ्यो विभिन्न दिदीले चाहिँ। अनि दुईवटा चाहिँ किन चाहियो, एउटा मात्र एउटा भयो नि हुन्छ, 2 पर्दैन भन्दै हुनुहुन्थ्यो। अनि हामीलाई चाहिँ 2 चाहिन्छ भने हाम्रो चाहिँ टाइम पनि भइसक्यो थियो। अनि हामी चाहिँ 3जना बाटो लाग्यौँ साथीहरू। आजको मिनी भ्लग चाहिँ यति नै। के कस्तो लाग्छ हेरेर सबैजनाले माया गरिदिनु मेरो भिडियोलाई पनि। अनि सबैजना लाइक, सेयर र सपोर्ट गरिदिनु सबैजनाले। धन्यवाद।